मर्निङ गुड मर्निङ होइन हौ 12 अब हामी चाहिँ घाटोदेखि ग्राउन्डतिर झर्दैछौँ हामी चाहिँ गेम ढिलो भएको कारणले ढिलो लाग्यो गोल चाहिँ के को भन्दैथ्यो ब्याक किक सुरु भयो ल चालु हो यता स्काई ब्लू र यता डार्क ब्लू हो गेम हुँदैछ राम्रो स्ट्राइकर राम्रो ड्रिबलिङ कति खेला गया दामी बढायो कमसेकम चाहिँ भयो बल बाहिर गइरहेछ स्काई ब्लूले पायो बल थ्रो हान्नुलाई सर्ट हानु कर्नर पाउनु भयो ल राजु गुर्बा ल अब हाम्रो डार्क ब्लूले कर्नर पाउँदैछ ल कर्नर हान्दै हुनुहुन्छ फुटबल भन्ने फेरि म हुरुकै हो कि स्वर्गको अप्सरै राख्दै पनि म चाहिएन फुटबल भने चाहिँ हुरुकै हो अनि दाइ छ पाउनु हेर्दैछु होइन कर्नर पाउनु भएको छ हाम्रो डार्क ब्लू टिमले झर मालो कोही छैन खोइ खेत ओए साबो माथि उड्नु अफसाइड गोल चाहिँ दामी भएको थियो तर अफसाइड भयो ल यो फल त थिएन जसलाई आमालाई यस्तो रोकिदिनु त रोकिहाल्छ त नि पायो त भाइ यहाँ फल्लो पछाडि यसो गर्नु पायो त नि किपरको मिस्टेकले गर्दाखेरि कर्नर पाउनु भएको छ हाम्रो डार्क ब्लू टिमले भयो ल हाफ टाइम भएछ है ल त्यसको लागि यहाँ पिङ पनि रेडी रहेछ जस्तो खेलिरहेछ पिङ चाहिँ केटा कस्तो दामी भ्यू देखिरहेछ यहाँबाट सेकेन्ड हाफ सुरु हुन लागेको छ सब खेलाडी दाईहरू पनि आइसक्नुभयो साथीहरू पनि आइसक्नुभयो अनि यहाँ दाई र म चाहिँ अलिकति ठाउँ चेन्ज अहिले प्लेन उडिरहेछ लागिरहेछ कि मलाई ज्यान यङ छ दामी छ ल
अहिले गोल हान्छ नि मलाई लागिरहेछ हाम्रो अब लाइसमेन सर यहाँ हुनुहुँदो रहेछ सुरु भयो अब हाम्रो गेम सेकेन्ड हाफ अब चाहिँ एउटामा बब्बाल भ्लग बनाउँछु कि अब त घामले पनि भएन हामी चेन्ज गर्ने ठाउँ आइरहेछौँ यहाँ र अब हाम्रो 7 नम्बर त नक्सलको टिम हुनुहुँदो रहेछ स्काई ब्लूमा त डार्क ब्लूले ल बल हाम्रो स्काई ब्लूकोमा छ 7 नम्बर 8 नम्बर 7 नम्बर ल ल हेडिङ बल यता उता मात्र उठिरहेछ राम्रो मुभहरू राम्रो सटहरू देख्नु पाएको छैन अहिलेसम्म ब्याक सट ए खाली आइज न खोइ ल ब्याक के सट हान्नु राम्रो सट तर सट आकाशतिर स्काई ब्लू टिमले ब्याक सुट हान्दै हुनुहुन्छ ट्याक्क बिचमा फालिदिनु भयो ल 11 नम्बर हो गुड ल राम्रो सट त तर पोल भन्दा केही इन्च बाहिर मात्र बल गइरहेको छ कर्नर पाउनु भयो अब दामी तर आउट भएछ दामी हानेको थियो तर बल बाहिरको राम्रो बिचमा आयो बल र यो यसरी बसेर कहाँबाट हुन्छ त ल बल भनेको हाम्रो ड्राक ब्लूको हातमा छ र उहाँले उडाउँदै हुनुहुन्छ र बल बिचमा आएछ र हाम्रो बल 11 नम्बर पायो ल स्काई ब्लूको टिम चेन्ज हुनु भइरहेको छ 10 नम्बर निस्किनु भयो एकजना नम्बर र अर्को नम्बर पनि 29 नम्बर पनि निस्किँदै हुनुहुन्छ 29 नम्बर ठाउँमा राम्रो खेलाडीहरू भर्खर छिर्दैछ कस्तो हान्छ पहिलो लड्किहाल्छ हेर्न खुट्यो केटाहरू भेटाएन होला कसरी सर्ट हान्दै हेर न खाली छ त हौ छोड्थ्यो अरे राम्रो पास बसेर मात्रै कहाँबाट गोल हुन्छ राम्रो चार्दो ल छैन थिएन ठाउँमा फ्री किक पायो होइन खास चाहिँ मलाई चाहिँ बाहिर हेर्दा चाहिँ बल थिएन जस्तो लाग्यो बलमै जस्तो लाग्यो तर पनि हरेक कुराहरू हाम्रो रेफ्री डिसिजन हुने हो ल 3 जनाको वाल बार राख्नु भएको छ र अब हाम्रो यहाँ 7 र 9 नम्बरले हान्ने कुरा गर्दैन तर हाम्रो क्याप्टेन 7 नम्बरले फ्री किक हान्दै हुनुहुन्छ तर भन्छ हान्न भएन ल सर्ट हान्ने कहिले हान्दैन बाबा दामी थियो हेर्छ यति बेला कोही छैन कि बल यहाँ आउँदैछ भेट आउट राम्रो चिलमा है चिलमा बिच ऊ साथमा सिसम ट्यानको कुद्दै मान्छ होइन यार हो यसरी राम्रो सर्ट हान्दै हुनुहुन्छ ल बल बाहिर भयो अब हाम्रो स्काई ब्लू टिमले ब्याक सुट हान्दै हुनुहुन्छ के खेलेको त अर्जुन भेट्नु पर्यो नि त्यही त अर्जुन
कोही छैन क्या बिचमा कोही छैन बिचमा कोही छैन यार चार थापी कडा आउँदैछ ल सर्ट हान्दैछ सर्ट हानेर बल बाहिर गयो बल बाहिर भन्दा पनि अगाडि ह्यान्डबल भइसकेको रहेछ र हाम्रो रेफ्रीले ह्यान्डबल दिनुभएको छ र चालु भयो ल जान्दै मान्छे हेर मान्छे फाल्यो यार ल राम्रो सर्ट राम्रो सर्ट हानु ल झन्डै गोल भयो तर किपरले राम्रो बचाउ गर्नुभयो बिचमा यार बिचमा राम्रो सर्ट बल माथि हो बाहिर यार टिमले थ्रो हान्दै हुनुहुन्छ थ्रो राम्रो आएको छ तर कमसा कम चाहिँ बिचमा गइरहेछ डामबाट डुमडुम भएर बल बाहिर गइरहेको छ दामी झारिदिएको थियो तर कोही ल कमसा कम चाहिँ सर्ट हान्दैन ल डार्क ब्लू टिमले अगाडि बल पायो बलमै छ अझै पनि ल सात नम्बर राम्रो पास 10 नम्बर यसलाई 19 नम्बर यसलाई 8 नम्बर यसलाई बिचमा पास तर राम्रोसँग फल भयो भाग ल राम्रो हेडिङ राम्रो पास ल राम्रो डार्क ब्लू टिमले राम्रो ठाउँबाट फ्री किक पाउनु भएको छ ह्यान्ड भएर ल अब यहाँ फ्री किक हान्नुमा चाहिँ हाम्रो जर्सी नम्बर 15 रेडी भएर बस्नु भएको छ अब यहाँ अब हाम्रो रेफ्रीको सिटीको लागि ल सुरु ल हाम्रो फ्री किक राम्रो तर हान्नु भएन भने जस्तो झन्डे गोल हान्नु दिएको छैन ल कर्नर भयो ल बिस्तारै पास ल बिचमा पास ल मेन डिफेन्स 7 नम्बरकोमा ल राम्रो पास पर 7 नम्बरलाई ल किपरले राम्रो किपरलाई खासै कुनै अप्ठ्यारो परेन बल समात्नलाई र किपरले राम्रो समातेर 10 नम्बर ल त हाम्रो लाइन्सम्यानमा चाहिँ हुनुहुन्छ हाम्रो अगाडि कोही छैन ल 10 नम्बरको राम्रो ल 7 नम्बर ल 10 नम्बर राम्रो सर्ट 7 नम्बर ल 10 नम्बर राम्रो सर्ट दामी थियो यार हाम्रो 10 नम्बर दाइले तर खुट्टामा केही समस्या आएको कारणले गर्दाखेरि अब बाहिर मेडिकल टिम गइराख्नु भएको छ ल हाम्रो दाइ नि खेल्नुहुन्छ अरे राम्रो
सर्ट हान्नुभएको त ल छिर्नुभयो हामी 10 नम्बर अब हाम्रो यहाँ सरले पुरा हान्दै हुनुहुन्छ राम्रो ल राम्रो क्रस राम्रो सट राम्रो बचाउ राम्रो सट थियो र राम्रो बचाउ गर्नुभयो हाम्रो किपरले राम्रो सल घम्सा घम्से भइरहेको थियो तर क्लियर गर्नुभयो स्काई ब्लू टिमले ल अब डार्क ब्लू टिम ल 8 9 घम्सा घम्सी गरेर ल क्लियर र बल डार्क ब्लूको खुट्टामा तीस नम्बर राम्रो नम्बर ल हानु तर बाहिर हाने राम्रो ठाउँबाट सर्ट हानेको तर बाहिर भयो बल कर्नर भयो भित्र बेस अलि भित्र 14 13 भाइ फसा राम्रो ठाउँबाट त्यो तर बल बाहिर गएको छ सत्र नम्बर यसलाई सर छोड़ देना Gol,
सेकेन्ड हाफ पनि सकिएको छ र अब ल अब हाम्रो यहाँ रेफ्रीले अब क्याप्टेन बोलाउनु भएर अब पेनाल्टी टाइब्रेकर गराउने कुरा हुँदैछ।